हेलो साथीहरू र स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। र आज चाहिँ म कोदालो बोकेर चाहिँ के गर्न चाहिँ गइरहेछु भन्दाखेरि चाहिँ अब हजुरलाई म देखाउन चाहन्छु। आज चाहिँ मेरो घरको अगाडि नालामा चाहिँ निकै झ्यारहरू पलाएछ नि त। सो म चाहिँ आज त्यो सफा गर्न लागिरहेछु, किनभने अब गरम महिना पर्दैछ। त्यही भएर मेरो दादा र भाइले पनि हेर्दैछ के गर्दैछ भन्दै म चाहिँ अब त्यो झारहरू गर्नु पऱ्यो नि त, किनभने साँपहरू आउनु डर हुन्छ भनेर चाहिँ मैले त्यो सोचेर म टक्कसँगले झार गर्न लागेँ। त्यही स्पिडमा म पनि गएँ है, गर्दै म त स्पिडमा फुल स्पिडमा है, कति बेला टाइम बितेछ फेरि थाहै भएन कि। टक्कसँगले चाहिँ अब दादाले चाहिँ गिलो चटपटे बनाएर रेडी। आहा, अब काम गरेपछि है फेरि खानुको मजै अर्कै, त्यो पनि चटपटे। त्यही भएर म एक चम्मच उठाएँ, उठाएर चाहिँ अब म मुखमा हालेर त आहा, दादामा सोधेको दामी भयो भन्दै थियो। अब आफूले बनाएको है दामी त हुन्छ। म चाहिँ अलिकति पिरो कम्ती खान्छु, सो मलाई चाहिँ अलिकति पिरो भयो नि त। त्यही भएर चाहिँ मैले कमेन्ट गरेँ दामी भयो भन्दै। फेरि त्यही खाएको जोसमा चाहिँ फेरि स्पिड फेरि झार गर्न लागेँ। झार गरेको टक्कसँग हेर्नु त लु, अघि कस्तो थियो है, अब अहिले फेरि कस्तो बनाइदियो। अब यतिको बनायो भने चाहिँ अब तपाईँको यसो गरम बढेछ, सो साँपहरू आएको चाहिँ देख्छ नि त मजाले। टक्कसँगले गरेँ बाद चाहिँ अब यो अगाडि झार त अब बाटोमै छ, त्यो बाटोमा त छोड्नु भएन है। र यसलाई चाहिँ के गर्ने भन्दाखेरि चाहिँ अब म चाहिँ यसो है ट्र्याक्टरको ट्याङ्की ल्याउनु गएँ है, किनभने ट्र्याक्टरको ट्याङ्कीमा चाहिँ अब त्यो झारलाई लोड गर्ने। त्यही भएर चाहिँ लोड गरेर चाहिँ फालिदिनु पऱ्यो त्यसलाई। त्यही म ट्र्याक्टरको ट्याङ्की खोज्नु गएँ। टक्कसँग ट्र्याक्टर ट्याङ्की खोज्दैछु है, ढ्यान गर्दै ट्र्याक्टरको ट्याङ्की खोज्दैछु मजाले। अन्त टक्कसँगले बल्ल एउटा ट्र्याक्टरको ट्याङ्की पाएँ। आहा, यो मेरो ट्र्याक्टरको ट्याङ्की। अब यसमा चाहिँ पुरै फुल स्पिडमा चाहिँ लोड हुन्छ नि त अब त्यो अहिलेको झ्यार, र त्यही जोसमा चाहिँ फेरि झ्यार लोड गरेँ भने गर्दै मैले टक्कसँगले ट्याङ्कीमा चाहिँ लोड गरेँ। अनि लोड गरेको बादमा फाल्नु जानु पऱ्यो है। ट्र्याक्टर त त्यही हो, अब चक्काले त कुद्दैन है। यो चाहिँ टक्कसँगलाई काँध हालेँ र यसलाई चाहिँ म फाल्नु गएँ। ल हस् त साथीहरू, र आजलाई यति नै। अब हँसेर नेक्स्ट भ्लगमा भेटौँला। हुन्छ, बाई बाई।